कृष्ण? अरे अरे राधा, कुरा त धेरै जान्ने भइछौ तिमी आजकल। होइन होइन कृष्ण, यो सबै तिम्रै सङ्गतको फल हो कि? तिमी यस्ता चिप्ला चिल्ला कुरा गर्छौ। तिमीसँग सङ्गत गर्दा गर्दा म त धेरै जान्ने भएँ नि अहिले। ए हो र, ठिक छ। म त माहौल हेरेर भक्तहरूको भाव बुझेर कुरा गर्ने गर्छु। कहिले राम्रा गर्छु, कहिले नराम्रा गर्छु, कहिले काहीँ छल पनि गर्नुपर्छ। दैत्यहरूलाई कहिले काहीँ परास्त गर्नका निमित्त अनेक रूप धरेर मैले छल पनि गर्नुपर्छ। त्यही भएर मबाट छल कपट चाहिँ नसिक है राधा। होइन कृष्ण, हजुरले छल कपट गर्नुहुन्छ र पनि त्यसमा सम्पूर्ण विश्व ब्रह्माण्डको हित लुकेको हुन्छ। हजुरले जे पनि कार्य गर्नुहुन्छ नि, त्यो सबै लोक कल्याणको लागि हुन्छ कृष्ण। हजुरले कहाँ नराम्रो गर्नुहुन्छ? ओहो, कति जान्ने भए कि हाँ। सब तिम्रै सङ्गतको प्रभाव हो कि कृष्ण, सबै तिमीले सिकाएको हो कि? ए अनि हेर त, हामी वृन्दावनबाट आयौँ। यो अमरगढी नगरपालिका वडा नम्बर 11 को यो 80 ग्राम हाम्रो देवादिदेव महादेव भोले बाबाको सानिध्यमा हाम्रा प्यारा